विशेष गरी यो विधेयकले हाम्रो पद्धतिलाई बलियो बनाउन खोजेको छ, सिस्टम बलियो बनाउनु पर्ने दायित्व छ। नेपाल सरकारको सन्दर्भमा, राज्य सञ्चालनका सन्दर्भमा हामीले हाम्रो पद्धति कमजोर भयो, सिस्टम कमजोर भयो भनिरहेका छौँ। यो पद्धतिलाई बलियो बनाउने दिशामा यो उन्मुख हुनुपर्ने छ। त्यसै खालका प्रबन्ध र व्यवस्थाहरू हामी मिलाउने छौँ। अर्को महत्त्वपूर्ण कुरा गभर्नेन्सको पाटो, सुशासनको पाटो त्यो यत्र तत्र खड्केको हामीलाई महसुस भएको छ। सुशासनलाई हामी बलियो बनाउने छौँ। त्यसका निम्ति सिस्टम बलियो बनाउने, गभर्नेन्स बलियो बनाउने, त्यसका लागि प्रभावकारी संरचनाहरू खडा गर्ने, संरचनाहरू प्रभावकारी हुने र त्यसले प्रभावकारी कार्यान्वयन गर्ने, त्यो काममा हामी विशेष ध्यान दिने गरी यो विधेयकलाई सुदृढ बनाउने कुरामा अझ छलफल गर्नेछौँ। त्यसै गरी पर्यटन व्यवसाय जो निजी क्षेत्रले पर्यटन क्षेत्रको विकासका लागि अग्रसरता लिनुपर्छ, अगुवाई गर्नुपर्छ, सरकारले राम्रो नीति बनाइदिने हो, राम्रो कानुन बनाइदिने हो। निजी क्षेत्र आफै अगाडि सरेर म पर्यटन क्षेत्रको विकास गर्छु भनेर अगाडि आउनुपर्ने हुन्छ।